प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा आधारित पुस्तक केपी शर्मा ओली सपना संघर्ष र संकल्पको विमोचन समारोहमा कलाकारका नाताले उनी सहभागी हुनुलाई पनि स्वाभाविकै मान्न सकिएला। तर उदेक लाग्दो दृश्य त त्यति बेला देखियो जब अहिले चारैतिर आलोचनाको पात्र बनेका प्रधानमन्त्री ओलीको गुणगान गाउँदै प्रकाश सपुतले प्रशंसाको पुल मात्र बाँधेनन्, प्रशंसाको धरना नै खडा गरिदिए। सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ, एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ। तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, अरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँहरूको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि हामीले, हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बाहनामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। उहाँको जीवन ग्राफलाई मात्रै हेर्ने हो भने पनि यार सामान्य समय यार जीवनमा असम्भव भन्ने कुरा केही पनि छैन, गर्न सकिँदो रहेछ त भन्ने हिसाबले चाहिँ व्यक्तिगत प्रेरणा चाहिँ उहाँबाट लिइरहेको हुन्छु म पनि र अरूलाई पनि। त्यो यो पुस्तक मार्फत गतिलो उदाहरण